हेलो गुड मर्निङ। अनि हामी चाहिँ अहिले देउरालीमा छौँ। भ्यू चाहिँ हेरिदिनुहोस् होला है। अनि अब चाहिँ हामी यहाँबाट जानेछौँ सिधै अन्नपूर्ण बेस क्याम्प। अहिले हामी 3200 माथि छौँ है। अब 4100 माथि जानेछौँ। यो बाटो भएर जानेछौँ अनि पुग्नु पर्ने चाहिँ उयो परको टुप्पोमा हो। सो सी यू गाइज। अनि हामी चाहिँ निस्क्यौँ है साथी हो। अनि यहाँ चाहिँ एउटा विश्वास चाहिँ यहाँ पहाडमा जुन चाहिँ इन्क्रेभ भएको छ है, यो चाहिँ बुद्ध भगवानको इन्क्रेभिङ हो भनेर, जुन चाहिँ नेचुरली बनेको रहेछ। अनि यहाँ चाहिँ पूजाहरू पनि गर्नु हुँदो रहेछ है। सच अ ब्युटिफुल इन्क्रेभिङ क्या, जुन चाहिँ नेचर आफैले बनाएको। मान्छेहरू त त्यहाँ पुग्नु सक्दैन। अनि यहाँ यसरी टाढोबाट हेर्दैछ है बुद्ध भगवान तप गरिकन बस्नु भएको जस्तो देख्दो रहेछ है। वन्डरफुल थिङ। अब चाहिँ हामी यो बाटो भएर चाहिँ अगाडि जाँदैछौँ। अन्त यहाँ योग्य भाइ छ, यहाँ निक्ताले मास्क लगाउनु हुँदैछ किनभने पुरा चिसो भयो, हावा नि क्या हुँदैछ। यहाँ चाहिँ मिटहरू चाहिँ पाउँदैन है तपाईँले। सो लुक एट द्याट वन्डरफुल इन्क्रेभिङ वन्स अगेन। अन्त अब हामी हिँड्दै गरेको बाटो चाहिँ यही हो है। यहाँ टक्क मोदी खोला मजाले बगिरहेको छ। अन्त यहाँ जमफल बब्लु गफ गर्दैछ। निक्ता भर्खरै पुग्नु भयो। अन्त बब्लुले हल्का फोटो खिच्दैछ। यो भ्यू नै के मजाको हौ यार। अन्त यहाँ चाहिँ म्याड हनीको हाइभ रहेछ है। आई मिन म्याड हनी बनिने कहाँ छ भन्दाखेरि चाहिँ यो चाहिँ यत्रो माथिमा छ। अन्त महँगो किन नहोस् अन्त अम्बो यहाँ माथि चढेर चाहिँ काटेर चाहिँ मह निकाल्नु पर्ने। अन्त आम्बो यार। अन्त हामी माछा पुछारी जाँदैछौँ है। अहिले चाहिँ हुनु चाहिँ एबिसी गएको, तर अन द वे माछा पुछारी पर्छ। सो हामी हल्प चाहिँ माछा पुछारीमा गर्नेछौँ अहिले लन्चहरूको लागि है। अनि हिजो कस्तो धुमिरहेको थियो है, कस्तो डिसपोइन्टिङ खालको लागिरहेको थियो। आजको भ्यू हेर्नु नि यस्तो मजाको छ, खुसी लाग्यो। यहाँ ढुङ्गामा चढेर कस्तो लागिरहेछ जम्पाल? म त कस्तो डर लाग्यो क्या पहिला चाहिँ। त्यहाँदेखिको फेरि योग्यले ठेल्यो, जम्पाले तान्यो। झर्नु त वैसरी अब त्यो बिस्तारी खुट्टा उयो गरिकन बिस्तारी वैसरी बसिकन बस्यो। बास त्यो गर्यो सट्टो उठ्यो। बास लु जानु। हामीसँग ट्रेक आयो भने चाहिँ यस्तो हल्का पनि सिकिनु पाइन्छ। ल सट्टै उफ्रिनु, ल बिस्तारै उफ्रिनु। के गरेको के गरेको? अन्त साथी हो, अहिले चाहिँ म बिसाइरहेको छु है। अब यो उकालो चढ्नु पर्ने छ माछा पुछारी बेस क्याम्प पुग्नलाई। आया मजा आउँदैछ हिँड्नु। फेरि बादल लाग्न थाल्यो यति छिटो। 10 न कति बज्यो? 10:30 बज्यो। 10:30मै बादल लाग्न थाल्यो। अन्त भ्यू चाहिँ यस्तो छ है।
है। हेलो गाइज, फेरि लामो सिँढी आइपुग्यो है। सिँढीले मार्नु आँटिसक्यो। फेरि यो सिँढी हिँड्नुपर्ने छ। सिँढी चाहिँ यस्तै खालके छ है। देख्नु हुँदै होला मान्छेहरू हिँड्दै गरेको, रेस्ट गरेको उकालोमा। यस्तै नै छ ट्रेकको मजा। यही हो ट्रेकको मजा। यसलाई मजा लिएर गऱ्यो भने मजै आउँछ, सजा लिएर गऱ्यो भने सजाय आउँछ। र अल्टिमेटली पैसा चाहिँ तपाईँहरूले तिरेकै हो। मजा गर्नुहोस् कि सजा लिनुहोस्। म चाहिँ मजा मानेर हिँड्दैछु है। यहाँ मजामा नै छ मजा चाहिँ। And finally we are here at Machapuchhare base camp, as you can see at the back. So we'll be halting here for some time, after which we'll be heading towards this direction, that is ABC. And Jamphal is here, Nikta is on the way. And the sad thing is, यस्तै छ जिन्दगी। अनि यहाँ देख्नु हुँदै गरेको चाहिँ माछापुच्छरे है। यहाँ अहिले हामी एमबिसीमा छ, माछापुच्छरे बेस क्याम्पमा। त्यहाँबाट देखेको भ्यू यो। अनि फिलहाल वेदर चाहिँ यस्तै भइरहेको छ। अफसोस चाहिँ त्यसमा छ है। तर केही छैन, अघि जाने नै हो, बढ्ने नै हो। अब के चाहिँ गर्नु, हेर्नै पर्ने हो। अनि हाम्रो यहाँ माछापुच्छरे बेस क्याम्पको लन्च सबैजना भोकाइरहेको छ है। सबैजनाको ध्यान खानामै छ, तातो पानीमै छ। दाल भात पावर 24 आवर। अनि हामी चाहिँ अन्नपूर्ण बेस क्याम्पको तर्फ निस्क्यौँ है। यहाँ निक्ता जम्फल हिँड्नुहुँदैछ। बब्लुहरू अगाडि पुग्यो, योग्य पछाडि छ। जाडो चाहिँ यत्तिको छ कि यहाँ पानी जामिसकिसकेको छ। यो देख्नु हुँदैछ है, फ्लो हुँदै गरेको पानी जाम्मै छ। अनि यहाँ चाहिँ यस्तै छ, यो खालको छ वेदर छ अहिले। अनि यहाँ पानी छिराउनु थाल्यो। अनि यहाँ फ्रोजन लेक पनि रहेछ। अब चाहिँ रेनकोट लगाउने बेला भयो, हो कि होइन? सो जहिले पनि ट्रेकमा हामीले किन चाहिँ पानी भेटेको, यो चाहिँ म छक्क पर्छु। निक्ता हामीले किन पानी भेटेको? यस, मेबी नट, तर यति हो। अब चाहिँ छिटो हिँड्नुपर्छ। एबिसी आइपुग्यो। टफ वेदर, साह्रो पर्यो अहिले चाहिँ। वेदर यस्तो भएकोले गर्दा भ्यू केही पनि छैन। जाडो छ, चिसो, शीत परिरहेको छ है। जाडो भएकोले गर्दा यस्तै छ वेदर चाहिँ। हस् त, सी यू व्हेन वी टेक सम ब्रेक। त्यति बेला चियाहरू खाँदा भेटौँला। हेलो एन्ड गुड मर्निङ टु एभ्री वान। हामी यत्रो दिन हिँडेको, यत्रो दिन परिश्रम गरेको मेहनतको फल चाहिँ पायौँ। जस्ट लुक एट द भ्यू म्यान, जस्ट लुक एट द भ्यू। हाम्रो माउन्ट अन्नपूर्ण। अनि यहाँबाट हेर्नुहोस् तपाईँ डल्लै 360 भ्यू मजाले देख्नुहुनेछ। अनि यहाँ पर छ हाम्रो माछापुच्छरे। अन्त यो साइड पनि पर्ने नै छ अन्नपूर्णको नै पार्ट्सहरू। सो हामी यत्रो दिन हिँडेको, यत्रो दिन मेहनत गरेको, यत्रो दिनको छिटो उठेको सबैको चाहिँ हामीले के पायौँ? फल चाहिँ पायौँ। वाट अ प्लेजर म्यान, वाट अ प्लेजर टु कम फर ट्रेक्स। अनि जुबिनको चाहिँ फ्यान फलोइङ यतिको छ है। यहाँ अन्नपूर्ण बेस क्याम्पमा पनि अनि हामी यहाँ ब्रेकफास्ट गरिसक्यौँ है। अनि अब चाहिँ हामी फर्किन आँटेका छौँ। अनि आजको प्लान चाहिँ के छ भन्दाखेरि यहाँबाट चाहिँ यो भ्यू छोडेर चाहिँ हामी सिधै सिनुवातर्फ जाने। तर मोस्ट प्रोबेबली हामी ब्याम्बुमै स्टे गर्छ होला, किनभने बाटोघाटो अलिकति
स्टिपै छ, अलिकति टाढो नै छ है। सो फाइनल भ्यू हेरिराखौँ। अब फेरि कहिले आउने हो, कहिले आइहुने हो, भाग्यले कहिले जुडाउने हो। Until then, see you all. अनि हामी चाहिँ अब हट स्प्रिङ तर्फ जाँदैछौँ है। यहाँ तल हट स्प्रिङहरू छ। अनि हामी चाहिँ यहाँ 4:45मा आइपुग्यौँ है। त्यहाँदेखि रुम गएर लुगाहरू निकालेर आइहाल्यौँ है। अब चाहिँ तातो पानीमा रिल्याक्स गर्नुपर्छ। यत्रो हिँडेर आएको है, यत्रो डाँडा काट्दै आएको, अब चाहिँ तातो पानीमा मजाले रिल्याक्स गरिदिने हो। अनि यो चाहिँ हट स्प्रिङ हो है। अब चाहिँ हामी यहाँ रिल्याक्स गर्नेछौँ। I'm excited. हट स्प्रिङमा मजा। यहाँ जाडो भइदियो।